चिया बनाउनेबाट स्टार्ट गर्दैछु। हजुरहरू हेर्न सक्नुहुन्छ खाना सब्जी बनिँदैछ, भात अलरेडी भइसक्यो। हामीहरूको मैया चाहिँ म्याडम चाहिँ भर्खर जस्ट उठेर ब्रस गर्नु हुँदैछ है, हेर्न सक्नुहुन्छ। लाजा मर्दो हेर्नुहोस्, ड्युटी जानुपर्ने। मैले सबै थोक रेडी गरेँ अनि लाज पाएर उपाय पाएन, रेडी उठेर फटाफट चुप्प लागेर मुखमा ब्रस हालेर झाडु गर्दैछन् हाम्रो मैया चाहिँ, हेर्न सक्नुहुन्छ। मेरो चाहिँ लगभग रेडी भइसक्यो। अब मैले एकखेप चिया खाइसकेँ, अब चिया फेरि अब म्याडमलाई बनाएर दिनु पर्यो। रेडी उठ्नुभएको छ, खाना रेडी भइहाल्यो। अनि के भएर आज लेट उठ्नुभयो त हजुर? टाउको दुखो बाहना, बिहान उठेर खाना बनाउनुपर्छ भनेर होइन? बाहना हो कि होइन? जे होस्, शरम चाहिँ अलिकति हुँदो रहेछ। खाना बिहान उठेर हेरिन् किचनमा चिया बनिरहेछ अनि तपाईँको सब्जी रेडी भयो, खाना बन्यो, जब कुकरको सिटी मार्यो तब गम पाइछन्। अब यिनलाई चिया बनाएर दिनु पर्यो नि त, हेर न। के को सर, के को बुढाबुढी सम्मान तपाईँले पकाउनु भएन नि मैले झाडु झप्टा गर्छु, के को सर? त्यही पनि त कस्तो अरू बेलाको भन्दा आज मुख अलग छ नि त, एकदम उ गरेर हो। माथि माथि नगर नि त, झाडु राम्ररी गर। ल